हेलो गाइस, गुड मर्निङ। आज चाहिँ मेरो ब्याङ्कको काम भयो सुरु भएको छ कि नानी अलिक ढिलोदेखि आज स्कुल जाँदैछ आजदेखि, किनभने हामी घर गएको थियौँ त्यस्तै काम गरेर हो। आज चाहिँ मेरो नानीको लन्चमा छ यो ग्रेप्स र सुन्तला छ, त्यहाँदेखि चाउमिन खाने चाहिँ चाउमिन बनाइदिएको छु, त्यहाँदेखि यो ड्राई फ्रुट्स हालिदिएको छु, त्यति साँचेको यिनीहरू प्याक गर्दैछु। ढिलो भइसकिसक्यो, 8:30मा बस आउँछ हो नानीको। लन्च प्याक भइसक्यो। अनि यहाँ चाहिँ चिसो जग्गा छ कि तातो पानी फ्लास्कमै हालेर पठाउनुपर्छ नानीलाई, नभए चिसो हुन्छ होइन यो खाइनु चाहिँ। छ हो र लन्च र पानीको बोतल आइसु, यता खाना खाँदैछु। लु छिटो छिटो खाऊ त बाबु, छिटो ढिलो भइसकिसक्यो। रेडी नि त हुनेछ, तिम्रो केस गरेको छैन। यो के भन्छ आज म्यामलाई भन्दैन कसैले ढोका भेट्छु नजिक ढोका लिन आउने हिजो त नजिक ढोका भन्नु आज के के छ स्टडीको एसएससी के छ हामीले गरौँ ल। जल्दी कर रही हूँ, जल्दी करती हूँ। मैले एकछिन बाबु हेर्नु, मैले कपाल कोट दिँदैछु। बदमास नगर्नु, बाहिरतिर खेल्न नजानु, बुझ्यो? म्यामको नजर म्यामहरूको नजरमा बस्नु होइन, यताउता नगर्नु खोलाको छेउछा, ओके? सुज लगाऊ त छिटो। कुर्को झन् कहाँ माथि तान्नेछौ? हाल नि बाबु, ढिलो भएको त्यसले त जहिले ढिलो गर्छ। अर्को मैले हात नखेल्नु, ओके? छिटो लेख्ने कोसिस गर्नु नानी, छिटो हात चलाउने कोसिस गर्नु ल। लेख्नु नगर्नु त्यस्तो त ढिलो। तिमी त बेसी रमिता हेर्छ नि त बाहिरतिर, रमिता हेर्नु हेर्नु। मेरो बेबी यो मेरो चाहिँ छोरीको फाइनल लुक हो। यहाँ चाहिँ मैला लागिरहेको छ, यता हेर्नु न। अब चाहिँ हामी हिँडेको यता यहाँ माथि पुऱ्याउनुपर्छ नि त, बस्नु छ। ल चलो 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 जल्दी जल्दी, यहाँ साथी भेटिहाल्यो। अन्त यहाँ हेर्नु त, यता छ यसको दोष। हेलो भनिदिनु, हात हल्लाइदियो न। अनु अनु अङ्कल नमस्ते, कसले गर्छ? उता बस, बाई बाई, पछाडि बस ल। अब चाहिँ नानीहरू पठाइसक्यो, अब चाहिँ